गाइज नमस्ते। आज चाहिँ तपाईँहरूलाई मैले चाहिँ ल्यापटपको सर्टकटको बारेमा सिकाएर चाहिँ तपाईँको यो आइकन छ नि, यो आइकनलाई चाहिँ कसरी ठुलो कसरी सानो बनाउने भन्ने बारेमा सिकाइदिन्छु है। त एउटा सानो तरिका छ है, त्यसको चाहिँ सिटिआरएल भन्ने छ यो। अनि सिफ्ट हटाउने है, दुईवटै एकैचोटि गरेर एक हटायो है। यो चाहिँ ठुलो आइकन भयो, ठिक छ। यो आइकन चाहिँ सबै ठुलोमा आयो अहिले, जुन चाहिँ सानो थियो। सेम फेरि सिटिआरएल प्लस सिफ्ट प्लस 2 गऱ्यो भने एउटा मिडियम साइजको आइकन हुन्छ है। अनि फेरि सेम गर्नुहोस् है, सिटिआरएल सिफ्ट 3 गर्नुभयो चाहिँ फेरि जस्ताको त्यस्तै हुन्छ। तपाईँलाई चाहिँ कुन मनपर्छ त्यही चाहिँ तपाईँको ल्यापटपमा युज गर्न सक्नुहुनेछ है त गाइज। यस्तै नयाँ नयाँ टिप्सहरूको लागि चाहिँ मलाई फलो गरेर राख्नुहोस्, तपाईँले चाहिँ काम लाग्न सक्छ है त। हस्, धन्यवाद।